सन्दै सन्दै तपाईँ दुबईमा रेन्ट कति पे गर्नुहुन्छ? म दुबईमा त बस्दैन, सो रेन्ट मैले तिर्दैन, तर म दुबईबाट रेन्टल इन्कम चाहिँ गरिरहेको। कसरी? किनभने दुबईमा मैले एउटा 1 बेडरुम अपार्टमेन्ट ओन गर्छु, त्यहाँबाट मलाई रेन्टल इन्कम आउँछ, त्यो पनि ट्याक्स फ्री। त्यसो भए त अपार्टमेन्टको टुर गर्न पाउँछु म? मान्छे हेर्दा त ठिकठाकै छ। र यो हो मेरो 1 बेडरुम अपार्टमेन्ट, यो यहाँ देखिरहनु भएको छ, यो हो मेरो स्मार्ट लक सिस्टम जहाँ मेरो फिङ्गरप्रिन्टबाट यो ढोका खुल्छ। र अर्को भनेको यो मैले तपाईँले जस्तो देखिरहनु भएको छ मैले यो त्यसरी नै पाएँ, किनभने मैले यो किनेको थिएँ फुल्ली फर्निस्ड अप्सनमा। र यसरी नै अहिले कुरा गर्दाखेरि यसको रेन्टल मैले कमाइरहेको छु वर्षको 40 लाख रुपियाँ, त्यो पनि फुल्ली ट्याक्स फ्री। आउनुहोस् म तपाईँलाई मेरो बेडरुम पनि देखाउँछु। र यो मेरो बेडरुममा तपाईँले देख्न सक्नुहुन्छ यो पनि जस्तोको त्यस्तै नै मैले पाएको थिएँ। र यो बेडरुमसँग मेरो यहाँ वक इन क्लोजेटसँग मेरो आफ्नो प्राइभेट वासरुम र बाथरुम पनि पाएको छु। जब मैले यो अपार्टमेन्ट किनेको थिएँ यो मैले किनेको थिएँ 60-40 पेमेन्ट प्लानमा, जहाँ 60% चाहिँ मैले ड्युरिङ कन्स्ट्रक्सन पे गरेको थिएँ, र 40% मैले ह्यान्डओभरमा मर्गेज लिएको थिएँ, जसले गर्दाखेरि मेरो मर्गेज पनि कभर अप भइरहेको छ मेरो रेन्टलबाट। र मेरो गोजीमा सेपरेट 25 देखि 30 लाख रुपियाँ गोजीमा मजाले आउँछ। यदि तपाईँहरूलाई पनि यो यस्तै टाइपको अपार्टमेन्टमा इन्भेस्ट गरेर रेन्टल इन्कम कमाउनु छ, त्यो पनि ट्याक्स फ्री दुबईमा भनेपछि म तल दिन्छु एउटा नम्बर, त्यसमा सम्पर्क गर्नु।